बिहानी कुरामा आज हामी तराई मधेस प्रदेशमा भएको शान्तिको सन्देश र यो साम्प्रदायिक तनाव अन्त्य गर्नको लागि भइरहेका पहलको बारेमा कुराकानी गर्नको लागि मध्य प्रदेशका जानकार तथा मानवाधिकार कर्मी इन्द्रजित सहनीसँग कुराकानी गर्दैछौं। नमस्कार, स्वागत छ यहाँलाई रेडियो सगरमाथामा। थ्यांक यू सर। अब यहाँले तराई मधेसलाई नजिकबाट हेरिरहनु भएको छ लामो समयदेखि। अहिले पछिल्लो समय तराई मधेस प्रदेशमा अति अशान्ति मचिएको थियो, अहिले शान्तिको सन्देशहरू अगाडि बढिरहेछन्। कसरी हेर्नु भएको छ यो अवस्थालाई? अब धन्यवाद। यो जुन तपाईले अहिले क्वेशन गर्नुभयो, विशेष गरेर केही दिनदेखि 5 दिनदेखि मुख्य गरेर प्रदेश नम्बर भन्दाखेरि कोशी प्रदेशको सुनसरीको देवानगञ्ज र कप्तानगञ्जबाट विशेष गरेर धार्मिक विवाद सुरु भएको थियो र विगत यो 5-6 दिनमा यो सुनसरीबाट सिरा, धनुषा, सप्तरी, पर्सा लगायतका जिल्लाहरूमा फैलिएको छ र सो क्रममा 3 जनाको मृत्यु पनि भएको छ। ठाउँ-ठाउँमा कर्फ्यू पनि अहिलेसम्म लागिरहेछ र यसको कुरा गर्दै जाने हो भने यो कुनै धेरै दिनको प्लान पनि होइन। यो मधेसमा यस्ता घटना हुनु भनेको यो अत्यन्त दुःखद छ र मधेसको कुरा गर्दै जाने भने मधेसमा सदियोदेखि नै हिन्दू र मुस्लिम समुदाय मिलेर बसेको भूमि हो र यहाँ धर्मको आधारमा ठुलो द्वन्द्व कहिले मुख्य समस्या भएन है। तर यता पछिल्ला दिनहरूमा विशेष गरेर सानो सानो असहमतिको कारण र विशेष गरेर अहिलेको जुन सोशल मिडियामा विभिन्न प्रकारका उत्तेजित बनाउने समाचार र मेसेजको कारण दिन प्रतिदिन यता आएर द्वन्द्व भइरहेको छ। तर यसको कुनै धेरै ठुलो कारण होइन, छ सामान्य कारण हो। विशेष गरेर यो साउन महिनामा हिन्दू समुदायका व्यक्तिहरूले बोलबम यात्रामा जाने क्रममा डीजे को चर्को आवाजको कारणले गर्दाखेरि मुस्लिम समुदाय र हिन्दू समुदाय बीच सानो विवादबाट सुरु भएको थियो र त्यो विवाद केही दिन अगाडि जुन मुस्लिम समुदायको मुहर्रम भएको थियो, त्यो मुहर्रमबाट केही कुराहरू हुँदाखेरि त्यसको प्रभाव पनि अहिले आएर परेको छ र जुन सानो कुरालाई समयमै व्यवस्थापन गर्न नसक्दा अहिले त्यो हिंसाको रूपमा फैलिएको छ। तर सरकारको पहल, सरकारको कदम सक्रिय छ। अहिले सुरक्षा बल सक्रिय छन्। प्रदेश सरकार, राजनीतिक दलहरूले शान्तिको आह्वान गरेका छन् र दीर्घकालीन समाधानको लागि यो सुरक्षाले हुँदैन है। यसको लागि सामाजिक सद्भाव र मानवाधिकारको सम्मान नै चाहिन्छ र एकअर्काको धर्मको सम्मान गरेर अगाडि बढ्यो भने अनि मात्रै मधेसको पहिचान को सहिष्णुताको कुरा पनि त्यसलाई पनि जोगाउन सकिन्छ। सर, यहाँले भन्नु खोज्नु भएको भाइचाराको सन्देशले मात्रै यो समस्याको समाधान हुन सक्छ भन्ने संकेत हो? हो हुन पनि हो सर। के हामी हिन्दू धर्मको धार्मिक ग्रन्थ वा मुस्लिम धर्मको धार्मिक ग्रन्थ पनि हामी अध्ययन गर्ने हो भने हिन्दू धर्मको ऋग्वेदले पनि के भन्छ भने एकम सत्य विप्रा बहुधा वदन्ती भन्छ। के सत्य एउटै हो, ज्ञानीहरूले विभिन्न नामले बोलाउँछ। त्यस्तै गरेर हाम्रो उपनिषद गरेर हेर्नु हो भने हाम्रो कति राम्रो चाहिँ वसुदैव कुटुम्ब भन्छ होइन, संसार एउटै परिवार हो भन्ने सिद्धान्त हाम्रो। जहिले पनि हामी गीता पढ्ने हो भने होइन, कृष्ण के भन्नुहुन्छ भने ऊ जहिले पनि सबै प्राणीप्रति सबै प्राणी सम्मान हो, कसैलाई घृणा गर्नु हुँदैन जस्ता सन्देशहरू छ। हाम्रो यजुर्वेद हेर्ने हो भने जसले सबै प्राणीलाई आफैमा देख्छ ऊ कसैलाई घृणा गर्दैन जस्ता राम्रा सन्देशहरू हिन्दू धर्ममा छ भने इस्लाम धर्म पनि उहाँहरूको पवित्र ग्रन्थ इस्लामको कुरान सुरा अल मुम्ताहिनामा हेर्ने हो भने त्यहाँ मजाले के भनिन्छ भने यदि जसले तिमीहरूसँग धर्मको कारण लडाई गर्दैन र तिमीहरूलाई घरबाट निकाल्दैन, उनीहरूसँग राम्रो व्यवहार र न्याय गर्न अल्लाहले मनाही गर्नुभएको छैन भन्ने कुरा धार्मिक ग्रन्थहरूले पनि बोलेको छ भने त्यस्तै धर्ममा कुनै जबरजस्ती छैन पनि भनेको छ। त्यस्तै अर्को उहाँहरूको ग्रन्थ विशेष गरेर सुरा अल हुजुरात भन्छ। के त्यसमा पनि के भन्छ भने अल्लाहले मानिसलाई
जाति र कबिला बनाएको कारण भन्दाखेरि फरक फरक जाति र फरक फरक समुदाय बनाएको कारण मुख्य कारण के हो भने एकअर्कालाई चिन्नु र बुझ्नु हो र एकअर्कालाई चिनेर बुझेर एक आपसमा भाइचारा, एक आपसमा सद्भाव, एक आपसमा राम्रो व्यवहार गर्नु हो। र यी सबै कुराहरूले हेर्दाखेरि चाहे त्यो मुस्लिम होस् या गैर मुस्लिम होस्, कसैप्रति पनि अन्याय नगर्न चेतावनी पनि तिनीहरूको धार्मिक ग्रन्थले दिएको छ। तर अहिलेको अवस्था हेर्ने हो भने मुख्यतः जहाँ शिक्षाको कमी छ हैन, जहाँ चेतनाको कमी छ, त्यो ठाउँमा यस्ता प्रकारका घटनाहरू भइरहेको छ। मध्य प्रदेश वा गत वर्षको हामी जेन्जी आन्दोलनमा पनि हेर्ने हो भने युवाहरूको सहभागिता बढी देखिन्छ। किन देखिन्छ भने यसको दुईटा कारण छ सर। एउटा हाम्रो जुन स्कुल एजुकेसन छ, यो स्कुल एजुकेसन टेक्निकल बेस भएन, जसको कारणले गर्दाखेरि युवाहरू बेरोजगार भए। दोस्रो, हाम्रो करिकुलममा मोरल एजुकेसनको कमी छ। पहिला नैतिक शिक्षा भनेर छुट्टै पढाइदियो, गाउँ घरमा पनि नैतिक शिक्षाका कुराहरूले बढी जोड दिन्थ्यो। तर अहिले यो डिजिटलाइजेसन भनौँ या यो अहिलेको 21औं शताब्दीमा युवाहरू विशेष गरेर सोसल मिडियामा बढी जाने हैन, पश्चिमी प्रभावबाट बढी प्रभावित हुने, हाम्रै कल्चर, हाम्रै धर्म, हाम्रै संस्कृति, हाम्रै संस्कारलाई बिर्सदै जानेको कारणले गर्दाखेरि पनि भाइ भाइ बीच हुने सम्बन्ध, समुदाय बीच हुने प्रेम सद्भावमा कमी देखिएको छ। त्यसको उपाय भनेको कल्चरल एजुकेसन र मोरल एजुकेसनमा जोड दिनुपर्छ सर। यहाँ लामो समयदेखि मानवाधिकारको क्षेत्रमा कार्यरत पनि हुनुहुन्छ। मानवाधिकारको दृष्टिकोणले हेर्दा यस्ता घटनाहरू अब नआउनको लागि, यस्ता अवरोधहरू हटाउनको लागि अथवा भविष्यमा पनि यसबाट बच्नको लागि चाहिँ के गर्नुपर्छ हामीले मानवाधिकारी दृष्टिकोणले? अब यस्तो हो सर, अब विशेष गरेर अब मुस्लिम समुदाय भनेको अल्पसंख्यक धार्मिक समुदाय हो। मानव अधिकारले के भन्छ भन्दाखेरि एकजना पनि कुनै व्यक्ति, कुनै समुदाय वा कुनै धर्मको छ भने उनले पनि अरू व्यक्ति सह नै आफ्ना अधिकारको संरक्षण गर्न पाउनुपर्छ, आफ्ना अधिकारको उपभोग गर्न पाउनुपर्छ। वा म एक्लै छु, म अरूलाई जे पनि गर्न सक्छु अथवा म आफ्नो के अरे रिजर्भेसनको फाइदा उठाउन सक्छु, त्यो पनि हुनु हुँदैन के। एकले अर्कालाई सद्भाव, माया, प्रेम गर्नै पर्छ र आफ्नो अधिकार संरक्षण गर्नको लागि अरूको अधिकारको पनि संरक्षण गरिदिनुपर्छ। मानव अधिकारको मूल फिलोसफी हो के। त्यही कारणले गर्दाखेरि चाहे त्यो मधेसमा होस्, चाहे त्यो नेपालमा होस्, चाहे त्यो विश्वमा होस्, सबै प्राणी सम्मान छ, सबै मानव सम्मान छ। सबै मानवको अधिकारको संरक्षण गर्नमा एकले अर्कालाई सहयोग गर्नुपर्छ। मुख्य रूपमा राज्य जिम्मेवार हो। राज्यले त्यस्ता वातावरण बनाइदिनुपर्छ कि कुनै पनि व्यक्ति, समुदाय या धर्मको मानव अधिकारको हनन नहोस्। एउटा म तपाईँलाई राम्रो कुरा के सेयर गर्न चाहन्छु भने होइन, विशेष गरेर अहिले त हामी 2026मा छौँ, इस्वी सम्वतमा। 1959 मा है एउटा यस्तो राम्रो फिल्म बनेको थियो, धुल का फूल भने है, हिन्दी थियो है। त्यसमा मोहम्मद रफी साहबले एउटा पंक्ति भन्न त्यो बेलाको गीत लेखिएको थियो के। म यसलाई हिन्दीमै उच्चारण गर्न खोजेँ है, 2-4 लाइन छ। त्यो के भनिएको थियो भने होइन, यो हिन्दू र मुस्लिमकै उसमा सान्दर्भिक देखिन्छ। के भनेको थियो भने, तू हिन्दू बनेगा न मुसलमान बनेगा, इंसान की औलाद है इंसान बनेगा है। कस्तो राम्रो भनेको थियो है। अच्छा है अभी तक तेरा कुछ नाम नहीं है, तुझे किस मजहब से कोई काम नहीं है, तुझे किसी मजहब से कोई काम नहीं है, जिस इल्म ने इंसानों को तकसीम किया है उस इल्म का तुझ पर कोई इल्जाम नहीं है, तू बदले हुए वक्त की पहचान बनेगा, इंसान की औलाद है इंसान बनेगा, तू हिन्दू बनेगा न मुसलमान बनेगा, इंसान की औलाद है इंसान बनेगा। भनेको अर्थ म के भनिरहेको छु भने यो धर्म, जाति, समुदाय भन्दा मान्छे मानव हो र सबैभन्दा ठुलो कुरा मानवता हो। त्यसै कारणले गर्दाखेरि हामी जुनसुकै समुदायका, जुनसुकै धर्मका भए पनि हामी मानवता हामीमा छ, हामी मानव भएर बाँच्न सक्यौँ भने त्यसको फाइदा सबैलाई हुन्छ। मधेसमा पनि थियो सर है, सँगै पर्व मनाउँछ नि। तपाईँलाई अर्को रोचक भन्छु के,
जब जानकी मन्दिर जुन छ नि जनकपुरको होइन त्यो बनाउनको लागि टिकागढकी रानी केही त्यहाँका श्रमिकहरूलाई केही त्यहाँका मन्दिर बनाउने व्यक्तिहरूलाई मुगल शैलीमा बनाइदिनु भनेर पठाएको थियो है। मुगल शैलीमा मन्दिर बनाउनको लागि मुस्लिम समुदाय आएको थियो। त्यो मन्दिर बनाउँदा धेरै टाइम लाग्यो होला। त्यो बेलाको 9 लाख रुपियाँ खर्च भएको छ र मन्दिर बनाउने क्रममा त्यही बसे के छेउमै तपाईँ जनकपुर जानुभएको छ भने जानकी मन्दिरको छेउमै मस्जिद छ के। त्यो मस्जिद भनेको मुस्लिमहरूले पूजा गर्ने ठाउँ, मुस्लिमहरूको मन्दिर है, पूजा गर्ने ठाउँ हो। त्यो त्यही बेला जो श्रमिकहरू आएका थिए, जुन त्यो तत्कालीन इन्जिनियरहरू आएका थिए त्यो मन्दिर बनाउनका लागि, उहाँहरू त्यही बस्नुभयो र पछि त्यहीको नागरिक भएर अहिलेसम्म त्यहाँ मस्जिद छ, मन्दिर छ। अहिले पनि मजाले हिन्दूको होलीमा एक आपसमा भाइचारा साटिन्छ होइन। उहाँहरूको मुस्लिमहरूको ईद बकरिदमा हिन्दूहरू पनि गएर शुभकामना दान प्रदान गर्छ। कस्तो राम्रो थियो है। नेपाल त यस्तै पनि विविधताले भरिपूर्ण भएको देश हो। मधेसमा पनि विभिन्न कल्चर, विभिन्न धर्म, विभिन्न संस्कृतिका व्यक्तिहरू छन्, सबै मिलेर बसेको छ के। म आफैलाई पनि के भन्छु भने हामी बच्चा हुँदाखेरि सर मेरो गाउँमा मुस्लिम मोहरमको जुन अस्ति झगडा भएको छ नि, त्यो मोहरमको जुन तजिया भन्छ त्यो तजिया मेरो गाउँका मान्छेहरू बनाउँथे सर। हामी रातभरि त्यहाँ एउटा हाम्रो लोकल भाषामा त्यहाँ झारा भन्थ्यो होइन, झारा खेल्थ्यौँ र मेरो गाउँको बजारमा मुस्लिम गाउँबाट पनि त्यो मोहरम मनाउनको लागि तजिया आउँथ्यो, हिन्दू गाउँबाट पनि तजिया आउँथ्यो। म बच्चा हुँदाखेरि लगभग तपाईँको 30 वर्ष अगाडिको म कुरा गर्दैछु होइन। तर यो अब विशेष गरेर यो मलाई लाग्छ हाम्रो करिकुलमको पनि ग्याप हो र हामी कल्चरलाई ट्रान्सफर गर्न सकेनौँ। हस्, हामी कुराकानीको करिब अन्त्यमा छौँ। हामीसँग समय निश्चित मात्रै छ। समय दिनुभयो यहाँको लागि धेरै धेरै धन्यवाद। पछि फेरि हामी संवाद गरौँला। ओके धन्यवाद। तर अन्तमा म त्यही भन्न सक्छौँ, न हामी हिन्दू हौ न हामी मुसलमान बन्छौँ। हामी बन्यौँ भने इन्सान बनौँ र एकअर्कालाई सद्भाव गरौँ, एकअर्कालाई माया गरौँ, प्रेम गरौँ, शान्ति कायम गरौँ भन्दै म हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद सगरमाथा एफएमलाई। धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद छ। यति बेला बिहानी कुरामा हामीले कुराकानी गरौँ मध्य प्रदेशका जानकार र पछिल्लो समय कसरी सामाजिक सद्भाव कायम गर्नुपर्छ भन्ने बारेमा मानव अधिकार कर्मी इन्द्रजित सहनीसँग कुराकानी गरौँ। बिहानी कुरापछि अब रेडियो सगरमाथामा आज शनिबार प्रसारण एक कार्यक्रमको बारेमा जानकारी। 7 बजे रेडियो कुराकानीमा आज तपाईँ सुशासन र समृद्धिका बारेमा पूर्व सचिव कृष्ण गेवालीलाई सुन्न सक्नुहुन्छ। 7:15 मा सरुवारका कुरा, 8:45 मा हालचाल, 9 बजे कार्यक्रम मिरमिरे भाकामा केही गीत सुन्न सक्नुहुन्छ। 10 बजे तामाङ भाषाको कार्यक्रम तामाङकाई, 11 बजे नेपाल भाषाको कार्यक्रम मुनास, 11:15 मा हालचाल, 12 बजेदेखि 2 बजेसम्म कार्यक्रम खुल्ला मन सुन्न सक्नुहुन्छ। 3 बजे कार्यक्रम भन्ज्याङ चौतारीमा दोहोरी गीत सुन्न सक्नुहुन्छ। 4 बजे चलचित्रका गीतहरू, यसरी अपराह्नको 5:45, बेलुकीको 7:15 र राति 10:15 बजे हालचालका नियमित बुलेटिनहरू सुन्न सक्नुहुन्छ। 6 बजे बालगीतहरू, राति 8 बजे आजका कुरा र राति 9 बजे सगरमाथा सत्तल सुन्न सक्नुहुन्छ। अब सुनचाँदीको दरभाउ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाल सुन प्रति तोलाको मूल्य 2,85,000 रुपियाँ रहेको छ। चाँदी प्रति तोलाको मूल्य 4,860 रुपियाँमा कारोबार भइरहेको छ। अब मौसम सम्बन्धी जानकारी। काठमाडौँ उपत्यकामा आज बिहान 6:30 बजेको तापक्रम 18 डिग्री सेल्सियस पुगेको छ। आज बिहानको न्यूनतम तापक्रम 21.8 डिग्री सेल्सियस रह्यो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। आज बिहान 5:26 काठमाडौँ उपत्यकामा झुल्केको घाम भरे साँझ 6:53 अस्ताउनेछ। आज उपत्यकाको मौसम आंशिक बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यिनै जानकारी सँगै हामी रेडियो खबर पत्रिकाको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै मुख्य खबर शीर्षक फेरि एकपटक। सर्वपक्षीय सक्रियतापछि मधेसमा तनाव साम्य हुँदै सद्भाव कायम गर्न धार्मिक अगुवाको अनुरोध। स्थानीय तहमा गुणस्तरीय सेवा सुनिश्चित गर्न मापदण्ड तयार, सेवा प्रवाहको परीक्षण हुने। नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो, अनलाइन अपराध बढ्दै। असममा भीषण बाढी पहिरो, करिब 80 जनाको मृत्यु र 24 वर्षपछि दक्षिण अफ्रिकी देशमा विश्वकप फर्कदै। हवस् त आजको लागि रेडियो खबर पत्रिकाको समय यही सकिएको छ। रेडियो सगरमाथा इन्टरनेट ठेगाना radiosagramata.org.np का साथै रेडियो सगरमाथाको फेसबुक पेज नेपाली पात्र र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। आजको यो प्रस्तुतिबाट प्राविधिक साथी सुरेन्द्र श्रेष्ठसँगै म नवराज सञ्जल बिदा हुन्छु। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।